नमस्कार, हाम्रो बुनाइ च्यानलमा आज पनि म हजुरहरुसँग राउन्ड शेप वाला हेङ्कीको डिजाइन लिएर आएकी छु र यो भने हजुरहरुले टेबल छोप्नको लागि, फ्रिज छोप्नको लागि, साथसाथै पूजाको थाली छोप्नको लागि बनाउन सक्नुहुनेछ। यो कुनै पनि साइजमा सजिलैसँग बनाउन सकिने भएकोले आफ्नो आवश्यकता अनुसार कुनै पनि चीजमा प्रयोग गर्न सकिन्छ र म यो भिडियोमा स्टेप बाइ स्टेप बताएकी छु। जसले कुरुसी सिक्दै गर्नुभएको छ उहाँहरूले पनि सजिलैसँग बनाउन सक्नुहुनेछ। यो हेङ्की रुमाल बनाउने तरिका हजुरहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नबिर्सिनुहोला। यदि मन परेको छ भने भिडियोलाई लाइक गरिदिनु होला र हाम्रो बुनाइ च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला। सँगै रहेको बेल आइकन अलमा क्लिक गर्नुभयो भने सबसे पहिला भिडियो पाउन सक्नुहुनेछ। यो 14 इन्चीको हाराहारी छ, हजुरहरूले बढाउन पनि सक्नुहुनेछ। यसको लागि सर्वप्रथम स्लिप नट बनाउनु पर्ने हुन्छ। स्लिप नट बनाइसकेपछि हामीले यसको माथि 7 चेन बनाउने छौं। यसमा म 4 नम्बर कुर्सी हुक लिँदैछु भने 4 प्लाईको धागोको युज गर्दैछु। 7 चेन बनाउनु होला र अन्तिम चेनमा लिएर गएर यसरी कनेक्ट गर्ने होला। अब यसको माथि हामीले फेरि 3 चेन बनाउनु पर्ने हुन्छ। यो जुन गोलो छ यसैमा हामीले 16 पटक डबल कुरुसी बुनाइ बुन्नु पर्ने हुन्छ। यसरी बनाउनु होला। 16 पटक डबल कुरुसी बुनाइ बुनिसकेपछि हामीले यसलाई जोड्नु पर्ने हुन्छ। यसरी टाइट गर्ने। टाइट गरिसकेपछि हजुरले देख्न सक्नुहुनेछ यहाँ हामीले सुरुमा 3 चेन बनाएका थियौं, त्यसैको माथिल्लो चेनमा लगाएर हामीले यसरी कनेक्ट गर्नुपर्ने हुन्छ। फेरि यसको माथि 3 चेन, यही होलमा फेरि डबल कुरुसी बुनाइ बुन्ने। यसमा हामीले फ्रन्ट अनि ब्याकको दुवै लुप लिएर डबल कुरुसी बुनाइ बुन्नु पर्ने हुन्छ। एउटै लुपमा 2 पटक। यो कुरा ध्यान दिनु होला। यसरी हामीले यही कुरा रिपिट गर्दै 16 बाट 32 पटक डबल कुरुसी बुनाइ बुन्नु पर्ने हुन्छ। यसरी बनाउनु होला। अब हेर्नुस् यहाँ चेन छ, यसैको माथिल्लो चेनमा लिएर गएर कनेक्ट गर्ने। यसरी बनाउनु होला। फेरि 3 चेन बनाउने। फेरि 3 पटक डबल कुरुसी बुनाइ बुन्नु पर्ने हुन्छ 3टा चेनबाट। यसरी एक एक गरेर फेरि 3 चेन, एक चेन छोड्ने, दोस्रो चेनमा फेरि डबल कुरुसी बुनाइ बुन्ने। यसरी एक एक गरेर 3 पटक, फेरि 3 चेन, एक चेन छोड्ने, फेरि 3 पटक 3टा चेनमा एक एक गरेर डबल कुरुसी बुनाइ बुन्ने, फेरि 3 चेन, एक चेन छोड्ने, फेरि 3 पटक डबल कुरुसी बुनाइ बुन्ने। यही कुरा रिपिट गर्दै बनाउनु होला। अब यसरी बनाइसकेपछि 3 चेन बनाउने लास्टमा अनि चेनको माथिल्लो चेनमा लगाएर जोड्ने। फेरि यसको माथि 3 चेन बनाउने। अब हेर्नुस् यसमा हामीले फर्स्टमा एउटैमा 2 पटक बनाउने छौं, बीचमा भने हामीले 1 पटक बनाउने छौं अनि अन्तिममा एउटैमा 2 पटक बनाउने छौं। यही कुरा रिपिट गर्दै बनाउनु पर्ने हुन्छ। हेर्नुस् फेरि 3 चेन, फेरि यसमा फर्स्टमा हामीले 2 पटक 1 अनि यो 2, बीचकोमा हामीले 1 पटक बनाउने, अन्तिमकोमा फेरि 2 पटक 1 अनि यो 2। यसरी हामीले 3 डबल कुरुसीबाट 5 डबल कुरुसी बनाउनु पर्ने हुन्छ। फेरि 3 चेन, फेरि यहाँ पनि 1 2, फर्स्टमा फेरि बीचकोमा 1 पटक, लास्टकोमा 1 2। यसरी हामीले 3 डबल कुरुसीबाट 5 डबल कुरुसी बनाउनु पर्ने हुन्छ। अब हेर्नुस् म लास्टमा आइसकेकी छु। 3 चेन बनाउने, यो 3 को माथिल्लो चेनमा लिएर गएर कनेक्ट गर्ने। यसरी बनाउनु होला। अब यसको माथि फेरि 3 चेन बनाउने, फर्स्टमा एउटैमा 2 पटक बनाउने। यसरी बनाउनु होला। फेरि बीचकोमा हामीले एक एक पटक बनाउने छौं। यसरी 1, फेरि अर्कोमा पनि 1 पटक, फेरि अन्तिमकोमा हामीले एउटैमा 2 पटक बनाउनु पर्ने हुन्छ। यसरी हामीले 5 बाट 7 डबल कुरुसी बुनाइ बुन्नु पर्ने हुन्छ। 3 5, यसको माथि 7। यसरी बनाउनु होला। फेरि चेन बनाउने, 3 चेन, फेरि फर्स्ट वालामा हामीले एउटैमा 3 पटक बनाउने, 1 2 3 4 5 6 अनि 7। यसरी हामीले बनाउँदै जानुपर्ने। सुरुमा हामीले 3 पटक बनायौं, फेरि हामीले 5 पटक, फेरि 7 पटक, यसरी हामीले 9 पटक, 11 पटक,
13 पटक 15 पटक बनाउँदा हाम्रो यत्रो बनेर तयार हुन्छ। यसरी हामीले दुई बढाउँदै बुनेका छौँ। यसरी हजुरले बनाउँदै बुन्नु सक्नुहुनेछ। यसमा हाम्रो धरीधरीमा मात्रै एक डबल क्रोसिया बढेको छ। यसैगरी यही कुरा रिपिट गर्दै हजुरहरूले कुनै पनि साइजमा बनाउन सक्नुहुनेछ। 3 चेन बनाउने। अब 3 चेन बनाइसकेपछि यो चेनको माथिल्लो चेनमा लिएर गएर यसरी स्लिप स्टिचले जोड्ने। अब भने हामीले यो इट्टाको आकार दिनको लागि एउटा डबल क्रोसिया घटाउनु पर्ने हुन्छ। यसरी स्लिप स्टिचले घटाउनु होला। अनि यसको माथि 3 चेन, फेरि हेर्नुस् दोस्रो चेनबाट हामीले एक डबल क्रोसिया बुनाइ बुन्नु पर्ने हुन्छ सबै चेनमा। यसरी बनाउनु होला। अर्थात् यसमा हाम्रो सुरुमा र अन्तिममा एक डबल क्रोसिया घट्दै जान्छ। अब भने यसरी बनाउनु होला सबै चेनमा डबल क्रोसिया बुनाइ। अब हामीले 15 डबल क्रोसियाको माथि हामीले 13 डबल क्रोसिया बनाउँदै छौँ सुरुमा र अन्तिममा एक घटाएर। अब म गनेर पनि देखाउँदै छु। 1 2 3 4 5 6 12 र 1 13। अब हेर्नुस् यसको माथि फेरि हामीले 5 चेन बनाउनु पर्ने हुन्छ। 5 चेन बनाइसकेपछि सुरुको डबल क्रोसिया छोडेर दोस्रो डबल क्रोसियाको चेनबाट बनाउनु पर्ने हुन्छ। यसरी फेरि हामीले 13 चेनको माथि 13 पटक डबल क्रोसिया बुनाइ बुन्नु पर्ने हुन्छ। यसरी बुन्नु होला। यसरी सबै चेनबाट एक पटक डबल क्रोसिया बुनिसकेपछि हाम्रो 15 बाट 13 डबल क्रोसिया बाँकी रहन्छ। यो कुरा ध्यान दिनुभयो भने बुन्न सजिलो हुन्छ। अब यसको माथि हामीले फेरि 5 चेन बनाउने। फेरि एक चेन छोडेर दोस्रोमा हामीले फेरि डबल क्रोसिया बुनाइ बुन्ने। यसरी बनाउनु होला। यही कुरा रिपिट गर्दै चेन भने हामीले सेम राख्नु पर्ने हुन्छ सबैमा। फेरि 5 चेन। अब चेनको माथिल्लो चेनमा लगाएर यसरी स्लिप स्टिचले जोड्ने। यही कुरा रिपिट गर्दै यो राउन्ड पुरा गरिसकेकी छु म। अर्को चेनमा हामीले स्लिप स्टिच गर्ने एक डबल क्रोसिया घटाउनको लागि। यसको माथि फेरि हामीले 3 चेन बनाउने। फेरि सबै चेनमा डबल क्रोसिया बुनाइ बुन्ने। यसरी हाम्रो 13 बाट 11 पटक डबल क्रोसिया बुनाइ बुन्नु पर्ने हुन्छ। सुरुमा र अन्तिममा एक डबल क्रोसिया घटाएपछि हाम्रो अब 11 डबल क्रोसिया बाँकी रहन्छन्। अर्थात् हाम्रो सुरुमा र अन्तिममा एक डबल क्रोसिया घट्छ। यो कुरा ध्यान दिनुभयो भने बुन्न सजिलो हुन्छ। 5 चेन बनाउनु होला र यो चेनको बीचमा लगाएर सिंगल क्रोसियाले जोडाइ गर्ने। फेरि 5 चेन बुन्ने। फेरि एक छोडेर दोस्रोबाट डबल क्रोसिया बुनाइ बुन्ने। यसरी बुन्नु होला। सबै चेनमा डबल क्रोसिया बुनाइ। यही कुरा रिपिट गर्दै बुन्नु पर्ने हुन्छ। अन्तिममा फेरि एक चेन छोड्ने। यसरी नै बनाउनु पर्ने हुन्छ। फेरि 5 चेन बनाउने र यसको बीचमा लगाएर सिंगल क्रोसियाले जोडाइ गर्ने। फेरि 5 चेन बनाउने। फेरि एक छोडेर अर्को चेनबाट डबल क्रोसिया बुनाइ बुन्ने। यही कुरा रिपिट गर्दै यो राउन्ड पुरा गर्नुपर्ने हुन्छ। 5 चेन बनाउने र चेनको माथिल्लो चेनमा लगाएर यसरी स्लिप स्टिचले जोड्ने। अर्को चेनमा पनि एकचोटि स्लिप स्टिच गर्ने एउटा डबल क्रोसिया घटाउनको लागि। फेरि 3 चेन। अब हेर्नुस् दोस्रोबाट फेरि हामीले यसै गरी डबल क्रोसिया बुनाइ बुन्ने। यसरी हामीले 11 डबल क्रोसियाबाट 9 डबल क्रोसिया बनाउने छौँ। यसरी नै बनाउनु होला। सुरुको र अन्तिमको एक घटाएर। यसरी सुरुमा र अन्तिममा घटेको छ हाम्रो। यसको माथि 5 चेन बनाउने र बीचमा लगाएर फेरि जोड्ने। फेरि 5 चेन बनाउने। चेनको बीचमा लगाएर जोड्ने। फेरि 5 चेन बनाउने। अब एउटा छोडेर अर्को चेनबाट डबल क्रोसिया बुनाइ बुन्ने। यसरी 1 2 3 4 5 6 7
8 9 यसरी बनाउनु होला। 11 बाट 9 भएको छ हाम्रो। यसको माथि फेरि 5 चेन बनाउने, फेरि बीचमा लगाएर कनेक्ट गर्ने, फेरि 5 चेन बनाउने, बीचमा लगाएर कनेक्ट गर्ने सिंगल क्रोसेले। अब फेरि 5 चेन बनाउने, एक छोडेर अर्कोमा डबल क्रोसे बुन्ने। यसरी यही कुरा रिपिट गर्दै बनाउनु होला। म पनि यही कुरा रिपिट गर्दै यति बनाइसकेकी छु। अब फेरि हेर्नुस् 1 2 3 4 5 चेनको माथिल्लो चेनमा हामीले स्लिप स्टिचले जोड्ने र अर्को चेनमा पनि यसै गरी नै स्लिप स्टिच गर्नुपर्ने हुन्छ। डबल क्रोसे 1 घटाउनको लागि यसरी 3 चेन बनाउने, फेरि हामीले दोस्रो चेनबाट डबल क्रोसे बुन्ने। यसरी बनाउनु होला। फेरि अन्तिममा पनि हामीले एउटा छोडेर यसको माथि 5 चेन बनाउने, फेरि बीचमा हामीले सिंगल क्रोसेले जोडाइ गर्ने, फेरि 5 चेन बनाउने, फेरि सिंगल क्रोसेले जोडाइ गर्ने, फेरि 5 चेन बनाउने, फेरि सिंगल क्रोसेले जोडाइ गर्ने, फेरि 5 चेन बनाउने, सिंगल क्रोसेले जोडाइ गर्ने, फेरि 5 चेन बनाउने। अब हेर्नुस् यहाँ एउटा छोडेर अर्कोबाट डबल क्रोसे बुन्दै जाने। सबैमा यसरी नै बनाउँदै जानुपर्ने हुन्छ। लास्टमा एउटा डबल क्रोसे छोड्ने। यही कुरा रिपिट गर्दै बनाउनु होला। 5 चेन बनाउने, फेरि यो चेनमा जोड्ने बीचमा, फेरि 5 चेन बनाउने, चेनको बीचमा लगाएर सिंगल क्रोसेले जोड्ने, फेरि 5 चेन बनाउने, सिंगल क्रोसेले जोडाइ गर्ने, फेरि 5 चेन बनाउने, सिंगल क्रोसेले जोडाइ गर्ने। यसरी बनाउनु होला। अब यसरी बनाउँदै म यति बनाइसकेकी छु। चेन बनाउने, माथिल्लो चेनमा लगाएर कनेक्ट गर्ने, एउटा डबल क्रोसे घटाउनको लागि स्लिप स्टिच गर्ने, फेरि 3 चेन। अब हेर्नुस् अर्को चेनबाट डबल क्रोसे बुनाइ 2 3 पटक बनाइसकेपछि 5 चेन, फेरि बीचमा सिंगल क्रोसे जोडाइ, फेरि 5 चेन, बीचमा लाई सिंगल क्रोसे जोडाइ, फेरि 5 चेन, बीचमा सिंगल क्रोसे जोडाइ, फेरि 5 चेन, बीचमा सिंगल क्रोसे जोडाइ। यसरी बनाउँदै जानु होला। अब यसको माथि फेरि 5 चेन, एउटा छोडेर दोस्रोमा डबल क्रोसे बुनाइ। यसरी 3 पटक बनाउनु पर्ने हुन्छ। यही कुरा रिपिट गर्दै मलाई अन्तिममा आइसकेकी छु। अब फेरि हेर्नुस् चेनमा सिंगल क्रोसे जोडाइ, फेरि 5 चेन, फेरि सिंगल क्रोसे जोडाइ, फेरि 5 चेन, फेरि सिंगल क्रोसे जोडाइ, फेरि 5 चेन, फेरि सिंगल क्रोसे जोडाइ, फेरि 5 चेन, सिंगल क्रोसे जोडाइ, फेरि 5 चेन। चेनको माथिल्लो चेनमा लगाएर स्लिप स्टिचले कनेक्ट गर्ने। यसरी फेरि अर्को चेनमा पनि हामीले स्लिप स्टिचले यसरी एक डबल क्रोसे घटाउनु पर्ने हुन्छ। यसरी अब यसको माथि 3 चेन, फेरि दोस्रोमा हामीले एक पटक डबल क्रोसे बुनाइ। यसरी बुन्नु होला। अब यसको माथि फेरि 5 चेन, सिंगल क्रोसे जोडाइ, 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 5 चेन, सिंगल क्रोसे जोडाइ। यसरी बनाउनु पर्ने हुन्छ। अब हेर्नुस् यसको माथि 5 चेन। अब हामीले यसलाई एक छोडेर अर्कोमा डबल क्रोसे बुन्ने। फेरि यसरी डबल क्रोसे बुनाइ एक पटक बनाइसकेपछि अब हामीले यही कुरा रिपिट गर्दै बनाउनु पर्ने हुन्छ। अब म यसमा 5 चेन बनाइसकेकी छु। चेनको माथिल्लो चेनमा लगाएर
जोड्ने। अब हेर्नुस् यहाँ फेरि 5 चेन फेरि बीचमा लगाएर जोड्ने, फेरि 5 चेन बीचमा लिएर गएर जोड्ने, 5 चेन यो चेनको बीचमा लगाएर जोड्ने। यही कुरा रिपिट गर्दै बनाउनु पर्ने हुन्छ। 5 चेन बीचमा लगाएर जोड्ने, फेरि 5 चेन बीचमा लगाएर जोड्ने, 5 चेन बनाइसकेपछि फेरि 5 चेन फेरि बीचमा लगाएर जोड्ने, फेरि 5 चेन फेरि बीचमा लगाएर जोड्ने। यही कुरा रिपिट गर्दै यसरी बनाउनु होला। फेरि 5 चेन बीचमा लगाएर जोड्ने, फेरि 5 चेन बीचमा लगाएर जोड्ने, फेरि 5 चेन चेनको बीचमा लगाएर जोड्ने, फेरि 5 चेन। अब यहाँ यसरी बीचमा जोड्ने, फेरि 5 चेन बनाउने, यसको माथि लगाएर जोड्ने। यसरी बनाउनु होला। यही कुरा रिपिट गर्दै यो राउन्ड पनि सकाउनु पर्ने हुन्छ। अब हेर्नुस् यसको माथि 1 2 3 4 5। अब हेर्नुस् यसको तल यो धागो छ, यही धागोमा हामीले स्लिप स्टिच लगाउनु पर्ने हुन्छ। यसरी बनाउनु होला यो डिजाइन। फेरि 4 पटक एउटैमा डबल क्रोशे बुनाइ यो चेनबाट बुन्नु होला। अर्कोमा पनि यसरी नै डबल क्रोशे बुनाइ बुन्ने, 4 पटक एउटैमा 4 पटक बनाउने छौं। यही कुरा रिपिट गर्दै म यति बनाइसकेकी छु। अब फेरि यो डिजाइन हामीले यहाँ बनाउनु पर्ने हुन्छ। यसरी अब हेर्नुस् यहाँ कसरी बनाउने। यहाँ हामीले यसको माथिपट्टि सिंगल क्रोशे बनाउने, यसको माथि 5 चेन बनाउने, तल यो सिंगल क्रोशेको धागोमा कनेक्ट गर्ने, फेरि यो चेनबाट डबल क्रोशे बुनाइ 4 पटक बुन्ने। यही कुरा रिपिट गर्दै बनाउनु पर्ने हुन्छ। यसरी बनाउनु होला। यही कुरा रिपिट गर्दै यसरी हामीले यहाँ बनाएका छौं, त्यसैगरी यहाँ पनि बनाउँदै जानुपर्ने हुन्छ। अब हेर्नुस् म यति बनाइसकेकी छु। अब यसको माथि हामीले कसरी बनाउनु पर्ने हुन्छ फेरि म हजुरहरुलाई देखाउँदै छु। यसको पछाडी हामीले यसरी धागो जोड्नु पर्ने हुन्छ। धागो जोडिसकेपछि हजुरहरुले यो धागोलाई नट लगाउनु होला, जसले गर्दा यो बलियो बन्छ र पुग्दैन पनि। अब यसको माथि हामीले 5 चेन बनाउनु पर्ने हुन्छ। यसको पछाडी यो दुवैको एक कुन्टा लिएर यसरी सिंगल क्रोशेले जोडाइ गर्नुपर्ने हुन्छ। फेरि 5 चेन यसैगरी एउटाको एउटा र अर्कोको एउटा लिएर यसरी हामीले जोड्नु पर्ने हुन्छ सिंगल क्रोशेले। फेरि 5 चेन यसको एउटा अनि अर्कोको एउटा लिएर सिंगल क्रोशेले जोडाइ गर्ने। यही कुरा रिपिट गर्दै बनाउनु होला दुवैको एक घण्टा लिएर। अब हेर्नुस् यसरी बनाउँदै म अन्तिममा आइसकेकी छु। फेरि 5 चेन एउटा एउटा लिने दुवैको, फेरि सिंगल क्रोशे जोडाइ गर्ने, फेरि 5 चेन बनाउने। अब हेर्नुस् यहाँ हाम्रो यो धागो छ लास्टमा, यसमा हामीले सिंगल क्रोशे जोडाइ गर्ने। फेरि अब हाम्रो यस्तो बनेर रेडी भएको छ। यो पछाडी साइडबाट मैले बनाएकी छु र अगाडि साइडमा यस्तो देखिन्छ। यसरी बनाउनु होला चेन बनाउँदै र सुल्टे साइडमा हाम्रो यस्तो बनेर आउँछ। अब हेर्नुस् यहाँ हामीले सिंगल क्रोशे बनाउने, यसको माथि
3 चेन फेरि डबल क्रोसिया बुनाइ 1 2 3 4 यसरी बनाउनु पर्ने हुन्छ। फेरि 2 चेन फेरि सिंगल क्रोसिया जोडाइ। यही कुरा रिपिट गर्दै बनाउनु पर्ने हुन्छ। सिंगल क्रोसिया 2 चेन डबल क्रोसिया बुनाइ 4 पटक। फेरि 2 चेन सिंगल क्रोसिया जोडाइ। यही कुरा रिपिट गर्दै बनाउनु होला। सिंगल क्रोसिया 2 चेन 4 पटक डबल क्रोसिया बुनाइ। दुई चेन फेरि सिंगल क्रोसिया जोडाइ। यही कुरा रिपिट गर्दै बनाउनु पर्ने हुन्छ। यसरी बनाउनु होला। यसरी बनाउँदै म यति बनाइसकेकी छु र यसको अन्तिममा आइसकेकी छु। सिंगल क्रोसिया 2 चेन डबल क्रोसिया बुनाइ 4 पटक 1 2 3 4 2 चेन सिंगल क्रोसिया जोडाइ। यही कुरा रिपिट गर्दै बनाउनु पर्ने हुन्छ। यदि भिडियो फास्ट लाग्छ भने भिडियोको 3 डटमा गएर हजुरले भिडियोलाई स्लो मोसनमा हेर्नुभयो भने बुझ्न सजिलो पर्छ। यसरी बनाउनु होला। चेनको माथिल्लो चेनमा लगाएर यसरी स्लिप स्टिचले जोड्ने। अब हेर्नुस् यसको माथि फेरि हामीले चेन बनाउनु पर्ने हुन्छ। यसको एउटा र अर्कोको एउटा यसरी लिएर स्लिप स्टिचले जोडाइ गर्ने। फेरि 6 चेन यसको एउटा र अर्कोको एउटा लिएर यसरी बीचबाट लिनु होला। सिंगल क्रोसिया जोडाइ। फेरि 6 चेन फेरि यसको एउटा र अर्कोको एउटा लिएर सिंगल क्रोसिया जोडाइ। यो बीचबाट म लिएकी छु 6 चेन। फेरि हेर्नुस् यो दुईटाको बीचबाट एक उन्टा धागो लिने। फेरि यसरी बनाउँदै जानुपर्ने हुन्छ। यही कुरा रिपिट गर्दै यसरी म चेन बनाइसकेकी छु पछिल्लो साइडमा अर्थात् उल्टे साइडमा। फेरि हेर्नुस् 6 चेन र दुवैको एक उन्टा लिएर यसरी सिंगल क्रोसिया जोडाइ। 6 चेन फेरि दुवैको एक धागो लिएर सिंगल क्रोसिया जोडाइ। फेरि 6 चेन दुवैको एक एक लिएर सिंगल क्रोसिया जोडाइ। यसरी बनाउँदै जानुपर्ने हुन्छ। मैले यो पुरा राउन्डमा यसरी नै बनाएकी छु। अब सिंगल क्रोसिया फेरि 2 चेन। अब बीचमा फेरि हामीले डबल क्रोसिया बुनाइ 5 पटक बुन्ने। यसरी बनाउनु होला। फेरि 2 चेन सिंगल क्रोसिया जोडाइ। यही कुरा रिपिट गर्दै बनाउनु पर्ने हुन्छ। सिंगल क्रोसिया 2 चेन डबल क्रोसिया बुनाइ 5 पटक। यही कुरा रिपिट गर्दै बनाउनु पर्ने हुन्छ। यो राउन्ड पुरै यसरी नै बनाउनु होला। अब यसरी बनाउँदै म अन्तिममा आइसकेकी छु। अब हेर्नुस् यहाँ पनि 5 पटक 1 2 3 4 5 2 चेन सिंगल क्रोसिया जोडाइ। अब भने मैले यति बनाएर सकाइसकेकी छु यो राउन्डभरि। अब हेर्नुस् यसको माथि अझै हजुरले चेन बढाउँदै
यही डिजाइनलाई बढाउँदै बुन्न पनि सक्नुहुनेछ यदि हजुरले ठुलो साइजको बनाउँदै हुनुहुन्छ भने। अब हेर्नुहोस् यसको माथि चेन बढाउँदै हजुरले बीचमा 4 पटक 5 पटक डबल क्रोसे बनाउँदै जानुभयो। यसरी नै 6-7 पटक बनाउँदै जानुपर्ने हुन्छ र पछाडि पनि हामीले 5 चेन हालेका थियौँ, फेरि 6 चेन, यसैगरी 7-8 चेन बढाउँदै जानुपर्ने हुन्छ। यसैगरी एक चेन बढाउँदै बुन्नु होला यही डिजाइन रिपिट गर्दै। यदि हजुरले ठुलो साइजको बनाउँदै हुनुहुन्छ भने मैले भने अब यो बनाउने छैन। अब मैले यो धागो यहीँबाट काट्दै छु। यो कुरा सम्झिनु होला, यहाँ अगाडि पनि हामीले डबल क्रोसे बढाउँदै जानुपर्ने हुन्छ एक भने चेन पनि हामीले यसको पछाडि एक बढाउनु भयो भने यो झुन्कानाहरू बढाउँदै जान सक्नुहुनेछ। अब यो चेनको माथिल्लो चेनमा मैले स्लिप स्टिचले कनेक्ट गर्दैछु र यसरी यो धागो काट्ने। यसरी बनाइसकेपछि फेरि हामीले यो स्लिप स्टिचले यसरी धागो लक गर्नुपर्ने हुन्छ, जसले गर्दा बुनाइ बलियो र फिनिसिङ देखिन्छ। यो मेरो जाले रुमाल डिजाइन बनेर रेडी भइसकेको छ। हजुरलाई यो भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नबिर्सिनु होला। हजुरको सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दै आजको यो भिडियोबाट बिदा हुन चाहन्छु। हाम्रो बुनाइ च्यानल धन्यवाद।